गाइस वेलकम ब्याक टु अनदर युट्युब च्यानल ब्लग्स तपाईँहरूलाई स्वागत छ अर्को युट्युब च्यानल ब्लगमा। सो आज चाहिँ हामी होइन के त्यस्तो खास त केही होइन, तर हामी चाहिँ अहिले चाहिँ भैँसी लिन जान गइरहेको गाइस होइन, भैँसी लिन जान आँटेको। सो हाम्रो तुम्बा यहाँ तुम्बा निक्लिँदै हुन्छ अनि अब तुम्बा निस्किसकेपछि हामी चाहिँ भैँसी लिन जान आँटेको गाइस। सो अब भैँसी चाहिँ एकदम कतिलो छ अरे कि, अनि त्यसरी दुईजना चाहिने अरे खेदाउनलाई, अनि त्यसरी तुम्बाले मलाई भन्नुभएको। सो आज चाहिँ हामी भैँसी लिन जान आँटेको है त गाइस। हामी तुम्बाको घर माथि छौँ, तुम्बाको घर माथि वरिपरिको लुक्स यस्तो छ। अहिले चाहिँ हामी तुम्बाको घर माथि छौँ है, अनि हामी चाहिँ अब पैसा हो कि राँगा लिन जान आँटेको। सो यहीँ छौँ हामी। अहिले चाहिँ हामी भैँसी हो कि राँगा लिन जान आँटेको रहेछ, अनि ल्याएर आएपछि थाहा भइहाल्छ। ओ यहाँ तलतिर जानु पऱ्यो, ऊ यहाँ तलतिर के हो। ओ गाइज अब चाहिँ हामी हिँड्न आँटिसकेको, अब चाहिँ हामी हिँड्यौँ है गाइज होइन। सो अब चाहिँ हामी गाई हो कि तुम्बा के लिन गएको अरे हामी रागा थियो अरे नि त गाइज, अघि चाहिँ भैँसी भनेर गिद्दी भएछ। अहिले चाहिँ हामी होइन रागा लिनको लागि खैरेनीतिर जाँदैछौँ। हाम्रो तुम्बा एकदम रागाको म्यानेजर हो, यहाँ चाहिँ रागा ल्याउने काट्ने गर्नुहुन्छ। सो गाइस अहिले चाहिँ मैं भी हिंदी बोलती मैं अभी हम लोग रागा लेने जाँदैछौँ, रागा लिने हम रागा लिने के लिए जाँदैछौँ। बोले भाइ अब के बोले सो यो ठाउँको चाहिँ गाइज हेर्नु सक्नुहुन्छ तपाईँहरूले, भ्यू नै बब्बाल छ क्या गाइज। वरिपरिको ब्याकग्राउन्ड हेर्नुहोस् गाइज होइन, यस्तो बबाल भ्यू छ है। हामी चाहिँ यस्तो बबाल भ्यूको एकदम हुन्छ नि आनन्द उठाउँदै प्रकृति नेचर। सो गाइज अहिले चाहिँ हामी खोला तर्दैछौँ, हेर्न सक्नुहुन्छ खोला यस्तो ठुलो छ कि म तर्नै सकेको छुइनँ गाइज। म जानु खोला चाहिँ एकदम ठुलो, माथि चाहिँ झुलुङ्गे पुल छ गाइज, हेर्न सक्नुहुन्छ। झुलुङ्गे पुलमा चाहिँ केटीहरू छ अरे क्या, हाम्रो तुम्बाले भन्नुभएको झुलुङ्गे पुलमा चाहिँ केटीहरू छ अरे। अनि अब झुलुङ्गे पुलमा केटीहरू हुन्छ अनि केटीहरू के गर्छ होला खोलामा, बुझ्नुभयो होला। त्यो उता त्यो नेगेटिभ नसोच्नु है गाइज, कि त पिकनिक पनि आउनु सकेको हुन्छ, तर छोरा मान्छे त गइहाल्छ नि अलिअलि। सो गाइज अहिले चाहिँ बल्ल हामी है यत्रो गर्मीमा त्यस्तो अप्ठ्यारो बाटो, यति धेरै हिलो क्याचक्र कुचुक कटेर आएको गाइज होइन। अनि हामी चाहिँ यस्तै रागा हो कि भैँसी लिन आएको हो कि नै त हेर्दा हो जाँठा हान्छ है जाँठा हो, यस्तै लिन जान आँटेको गाइज हामी पनि। यो चाहिँ रागा हो कि रागी हो, रागा हो कि भैँसी हो खोइ म त चिन्दिनँ, नचिन्ने नि गाह्रो छ गाइज। अब चाहिँ फाइनली हामी बिचको बाटो पनि निक्लियौँ है गाइज। अब चाहिँ आनन्द हुन्छ बाटो हिँड्न, तर भ्लग बनाउनलाई लाज लाग्छ क्या गाइज। अब चाहिँ आनन्द हुन्छ बाटो, पिच रोडको बाटो सरर हिँड्न है, तर भ्लग बनाउन चाहिँ लास्टै लाज लाग्छ गाइज। अब लास्टै लाज लाग्न पायो नि त होइन गाइज। यस्तो गरेर अनुहार लुकाइदिनु म, यस्तो गरेर अनुहार लुकाउने मान्छे उताबाट आउँछ, यस्तो गरेर अनुहार लुकाइ यहाँबाट चाहिँ अब रागालाई बन्दोबस्त हुँदैछ। अनि यहाँ चाहिँ हाम्रो भाइ, ओ भाइ यता हेर त, ऊ रागाको मालिक हाम्रो रागाको मालिक हो किन भाइ, तिम्रो नाम के हो? हजुर सुयन के लिम्बू हौ, हाम्रो म पनि लिम्बू हो नि, तिमी पनि लिम्बू म पनि लिम्बू हो, किन भने त हामी लिम्बू हामी दाजुभाइ होइन। भैँसी अब तिम्रो भैँसी लगेर जाने हामी ल अब उसको भैँसी पनि अब हामी लगेर जाने हो। ए भैँसी अरे रागा पो त यता हौ हान्न आउँछ जाऊ यता। सो यही हो, यही चाहिँ हाम्रो डन अरे। यो चाहिँ यता चाहिँ यहाँ म त छुन्छु, यहाँ चाहिँ त यसले त हान्छ जस्तो छ गाइज, एकदम चिल्लो कतिल्लो। हजुर घाँस झन् घरमा घाँस काटेर रेडी होला। हाम्रो तुम्बा त एकदम एक्टिभ मान्छे हो कि, अघि रेडी पारिदिएर होला घरमा घाँस काटेर चट काटेर। सेक्सी रागा अम्बो ऊ तौलो रागा सो हेलो गाइस, हामी चाहिँ अहिले भर्खरै होइन रागा ल्याएर आइपुगिसकेको छौँ। सो रागा ल्याएर हामी चाहिँ यहाँ गलेर यहाँ तुम्बा बसिराख्नु हुन्छ, तुम्बा चाहिँ यही हुन्थ्यो। सो अहिले भर्खरै गलेर फाँक भएर है रागालाई चाहिँ उसको ठाउँमा पर राखेर आएको थियो, मोबाइल झरेर पनि बित्ती हुन्छ। अनि पर राखिसकेर अहिले चाहिँ हामी यहाँ अब एकछिन आराम गरेको गाइस है। गाइस त ठोक्नु पऱ्यो नि त होइन तुम्बा
सब्सक्राइब होइन बुझ्यो सब्सक्राइब हानिदिनु भनिदिनु न तुम्बा सब्सक्राइब हानिदिनु यहाँ भन्नु न गरिदिनु अब सबजना यहाँ दुईजनाले भनिसकेपछि त तपाईँहरूले हान्नुपर्ने हुन्छ ल भेटौँ त अर्को ब्लगमा